आजको दिनमा महानगरका चाहिँ 65,000 जनताले भोट हालेर जिताएको मेयर बालेन शाहले त तलब खुवाउन सकेन नि त। 3 महिना 3 महिना खुवाउन सकेन नि त, किनभने त्यहाँ हाम्रो कानुनले प्रशासकीय अधिकृतलाई ऊभन्दा जुनियर हो नि त होइन, भनेको मर्यादा क्रममा उसलाई नै दिएको छ नि त। चेकमा सही गर्ने, आर्थिक कारोबार गर्ने, त्यो ऐन कानुन बमोजिम हो कि होइन मिलाएर निर्णय गर्ने, त्यसलाई कार्यान्वयनमा लाने अधिकार चाहिँ पोलिटिकल नेतृत्वलाई दिएको छैन नि त, पदाधिकारीलाई दिएको छैन। त्यो कसलाई दिएको छ त भन्दाखेरि तपाईँले अघि भने जस्तो सचिवलाई दिएको छ, सहसचिवलाई दिएको छैन। उहाँहरूले पछि अवकाशपछि ज्ञान बाँड्नुभन्दा आफू भएको बेलामा त्यो निर्णय प्रक्रिया अगाडि बढाउने, बरु के मलाई अब यो म त्यो पोस्टमा नभएर नै हुनसक्छु, यदि मैले यति गर्दा गर्दै राम्रो नियतले गर्दा नि भोलि मलाई अख्तियार लागेर मलाई जेल हाल्छ कि अथवा मलाई मुद्दा चलाउँछ कि भन्ने लाग्छ भने संसदका सम्बन्धित समिति, अख्तियार लगायतका नियामक निकायलाई यो यस्तो यस्तो गर्दाखेरि के होला, राय